नमस्ते टसिदेलेक फ्याफुल्ला छ्याजलो म जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यो सबभन्दा ठुलो पाप के हो भन्ने भिडियोमा चाहिँ स्वागत गर्दछु है। र हुन त अब हामीले आफ्नो जीवनकालमा हाम्रो दैनिक जीवनमा एक भन्दा एक पाप हामीले सधैँ पाप गरिरहेका हुन्छौं है। अब सुन्दाखेरि आश्चर्य लाग्छ होला है, अचम्म लाग्छ होला। हामीले हरेक क्षण हरेक पल हामीले पाप गरिरहेको हुन्छौं है। कति पापहरु चाहिँ हामीले जानी जानी थाहा भई गरिरहेको हुन्छौं भने कतिमै पापहरु चाहिँ हामीले थाहा नै नभई है नजानेर गरेको हुन्छौं। तपाईहरुलाई सुन्दा आश्चर्य लाग्ला है। जस्तै हामीले राति सुत्ने बेलामा है कसैको बारेमा नराम्रो सोचेर सुत्यो भने निदायो भने बिहान हामी बिउजिनुसम्म पाप लाग्छ, पाप हुन्छ भनेको छ है। र त्यसैगरी कसैको बारेमा नराम्रो सोचेर कसैको कुरा काट्दै होस्, गुम्बाहरु दर्शन गर्नु, गुम्बा कोरा गरे पनि पाप हुन्छ भन्छ है। खास भन्दा कोरा गर्नु त गुम्बा दर्शन गर्नु, गुम्बा कोरा गर्नु भनेको त पुण्य कमाउने काम हो नि त। तर पनि कसैको कुरा काट्दै कसैको बारेमा नराम्रो सोच्दै गुम्बा दर्शन गर्नुभयो अथवा गुम्बा कोरा गर्नुभयो, ढोग गर्नुभयो भने पनि पाप हुन्छ भन्छ है। र अब खाना खानुमा पनि हामीले ध्यान दिनुपर्छ है। खाना खानुहोस्, पानी पिउनुहोस्। कसैलाई म अलिकति ताकतवर भएर चाहिँ यसलाई म ठीक पार्छु भन्ने सोच लिएर है, कसैलाई म हानि पुर्याउँछु भन्ने एउटा सोच लिएर, कसैलाई दुःख दिन्छु भन्ने एउटा सोच लिएर खाना खानु है, त्यो पनि पाप हो भनेर भन्छन् है। किनभने सोच गलत भयो नि त। मैले सधैँ भन्ने चाहिँ एउटा बुद्ध धर्ममा के हो भन्दाखेरि धर्म र अधर्म है भनेको, पाप र धर्म भनेको चाहिँ मान्छेले के गरिरहेको छ त्यसले थाहा नपाइकन त्यसको हाम्रो सोच कस्तो छ त्यसलाई हेरेर चाहिँ हामीले धर्म हुने र पाप हुने फरक चाहिँ त्यसरी हो है। र अब अघि मैले भने चाहिँ अब यस्तो पापहरु हामीले अब धेरै नाना थरीका पापहरु चाहिँ हामीले साना ठूला नाना थरीका पापहरु चाहिँ हामीले दैनिक जीवनमा गरिरहेको हुन्छौं है। तर यी सबै पापहरु मध्ये सबभन्दा ठूलो पाप चाहिँ के हो त भन्दाखेरि रिस गर्नु है। रिस गर्नु, रिस उठ्नु, रिस भनेको चाहिँ सबभन्दा ठूलो पाप हो भन्नुभएको छ। र महागुरु शान्तिदेव है ग्याजे शिवालहा भन्छ टिबेटनमा, महागुरु शान्तिदेवले भन्नुहुन्छ कि रिस जस्तो ठूलो पाप केही छैन है। र धैर्य गर्नु जस्तो कठिन पनि केही छैन है। रिस नउठेर धैर्य गर्नु है, पेशेन्ट भन्छ नि, धैर्य गर्नु जस्तो कठिन पनि केही छैन भनेर। तर पनि हामीले धैर्य गर्नु सिक्नुपर्छ, धैर्य गर्ने प्रयास गर्नुपर्छ है, त्यसमा ध्यान गर्नुपर्छ भनेर भन्नुभएको छ है। अब किनभने अब रिसलाई मेटाउनु भनेको धैर्य गर्नु हो नि त। धैर्य गर्यो भने रिस उठ्दैन है। धैर्य गर्न सिक्नु पर्यो हामीले है त। अब किन त रिस उठ्नु भनेको, रिस भनेको यति साह्रो ठूलो पाप किन हो त भन्दाखेरि उहाँले भन्नुहुन्छ कि हामीले युग युगदेखि अहिलेसम्म कमाई आएको जति पनि पुण्य छ है, हामीले धेरै जुनी लिइसक्यौं नि त। त्यो धेरै जुनीहरुदेखि नै हामीले एउटा कमाई आएको गरी आएको धर्म यानी पुण्य जति पनि छ है, यदि तपाईलाई एउटा नराम्रो रिस उठ्यो भने त्यो पुण्य सबै गुमाउन सक्नुहुन्छ भन्नुभएको छ है। त्यो कमाएको पुण्य सबै मेटेर जाने, त्यो कमाएको पुण्य सबै हराएर जाने, गुमाएर जान्छ भनेर भन्नुभएको छ। रिसको चाहिँ त्यस्तो ठूलो शक्ति छ है। अब त्यो एकदम ठूलो यो भयो नि त है, राम्रो भएन नि त त्यो कुरा त हैन।
पुण्य कमाउनु त्यति सजिलो त छैन है, तर पनि युग युगदेखि अहिलेसम्म कमाइ आएको पुण्य चाहिँ त्यो एउटा रिसले गर्दाखेरि चाहिँ त्यो सबै मेटेर जाने, हराएर जान्छ भनेर भन्नुहुन्छ। त्यसैले चाहिँ रिस जस्तो ठुलो पाप केही छैन भनेर भन्नुहुन्छ है त। र अब हामीले थाहा भएकै कुरा हो, अब हामी जसको मनमा रिस हुन्छ है, त्यो त्यति बेला हाम्रो मन एकदमै अशान्ति हुन्छ है, हामीलाई निन्द्रा पनि नलाग्ने, खाना खानु मन नलाग्ने, मनमा खुसी नहुने हो, त्यो सबै रिसले गर्दा हुन्छ नि त हैन। र त्यसैले चाहिँ अब हामीले धैर्य गर्न सिक्नुपर्छ है, सकेसम्म रिस नउठ्ने प्रयास गर्नु पर्यो है हामीले। र रिस भनेको चाहिँ तपाईहरुलाई म एउटा उदाहरण दिन चाहन्छु। रिस भनेको कस्तो हो, रिस उठ्नु भनेको कस्तो हो भन्दाखेरि, यदि तपाईले कसैलाई मन पराउनु हुन्न भन्ने है, मानौं तपाईको कसै एउटा नराम्रो एउटा तपाईले मनै नपर्ने एउटा मान्छे छ भने, अनि र मानौं तपाईकोमा एउटा विष छ, विष है, पोइजन, र त्यो पोइजन चाहिँ आफै खाएर है, जुन मान्छेलाई हानि पुर्याउने, मान्छे मार्ने, मान्छेलाई चोट पुर्याउने जुन त्यो विष छ, पोइजन छ, त्यो चाहिँ आफै खाएर त्यो मैले मन नपर्ने मान्छे चाहिँ मरिजाओस्, त्यसलाई यस्तो होस्, त्यसको नराम्रो होस्, त्यसको अब हात खुट्टा भाँचोस् भन्ने जस्तो जति पनि नराम्रो सोचहरू छ, त्यो अब विष चाहिँ आफै खाने है, पोइजन चाहिँ आफै खाने, र आफूले मन नपर्ने मान्छेलाई चाहिँ हानि पुर्याओस् भनेर सोच्नु जस्तो हो रे रिस उठ्नु भनेको। किनभने विष त आफैले खाए नि त, पोइजन त आफैले खाए नि त। पोइजन आफैले खाएपछि असर त हामीलाई गर्छ नि, चोट त हामीलाई पुर्याउँछ नि, हानि त हामीलाई पुर्याउँछ नि हैन। तर हामीले सोच्नु चाहिँ के सोचिरहेछौँ, त्यो मान्छेलाई हानि पुर्योस्, त्यो मान्छेलाई चोट पुगोस् भनेर सोचिरहेछ। रिस उठ्नु भनेको त्यस्तै हो रे। कसैलाई रिस उठिरहेको छ भने तपाईले रिस उठेर त्यो मान्छेलाई चाहिँ केही हुँदैन नि हैन। आफ्नो मन अशान्ति भइरहेको छ, आफ्नो सुख शान्ति भने मेटेर गइरहेको छ है, आफ्नो मन एकदम चञ्चले, अशान्ति है, रातमा निन्द्रा नलाग्ने है, भोक नलाग्ने, प्यास नलाग्ने, त्यस्तो भइरहेको छ। त्यो चाहिँ हामीले थाहा हुँदैन रहेछ नि त। त्यसैले रिस चाहिँ एकदमै डरलाग्दो चिज हो रहेछ यो रिस भनेको चाहिँ है। एउटा रिसले गर्दा, जस्तै मानौं एउटा बुबा आमा र आफ्नो सन्तान बीचको एउटा जुन दया माया छ, त्यो पनि एउटा रिसले गर्दा छोराछोरीहरूले घर छोडेर जाने है, जस्तो पनि हामीले देखेको छ नि। त्यो सबै रिसले गर्दा हो नि त हैन। अचानक रिस उठ्यो, घरै छोडेर गइदियो है। र मानौं एउटा श्रीमान र श्रीमती, हस्बेन्ड एन्ड वाइफ बीचको एउटा जुन एउटा रिश्ता नाता हुन्छ, अब कति मानौं अब बिहे गरेर 10-15 वर्ष भइसके तापनि रिसले गर्दा चाहिँ छुटेर जाने है। अब सालौंदेखि मिले आएको दाजुभाइ जस्तो साथीभाइहरू पनि रिसले गर्दा छुटेर जाने है। रिस भनेको चाहिँ त्यस्तो रहेछ नि। एक पलको रिसले चाहिँ हाम्रो 10-20 वर्ष, 10-15 वर्षको जुन नाता चाहिँ एक पलको रिसले चाहिँ मेटेर जाँदो रहेछ नि त। त्यही भएर चाहिँ रिस चाहिँ एकदमै डरलाग्दो, एकदमै ठुलो पाप रहेछ भनेर चाहिँ तपाईलाई मैले बुझाउन खोजेको है। र त्यसै गरी अब यो आजको यस भिडियो थियो अब सबभन्दा ठुलो पाप के हो भनेर है। र त्यसै गरी धर्म सम्बन्धित अरू पनि भिडियोहरू म तपाईहरु सामु ल्याउने छु है, तपाईहरुको लागि बनाउने छु, तपाईहरुलाई जानकारी दिने छु है। र भिडियोको अन्तसम्म हेरिदिनु भयो भने एकदमै धन्यवाद है। सकेसम्म यो भिडियोलाई शेयर गर्नु होला, तपाईको साथीभाइहरु कसैलाई यो भिडियो देखाइदिनु होला है, सब्स्क्राइब गरिदिनु होला है। र त्यसै गरी अर्को भिडियोमा धर्म सम्बन्धित अर्को भिडियोमा भेट्ने बाचा गर्दै हस्त अनि धन्यवाद।